नमस्कार साथीहरू, तपाईहरूलाई हाम्रो नयाँ भिडियोमा स्वागत छ। नेपालको हवाई इतिहासमा अर्को महत्त्वपूर्ण कोसीढुङ्गा थपिएको छ। हिमालय एयरलाइन्सले पोखरा र लासा जोड्ने नयाँ अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ। अब नेपाल र तिब्बत बीचको यात्रा अझ सहज, छरितो र रोमाञ्चक बन्नेछ। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य आफ्नो सुन्दरताको कारण विश्वभर परिचित छ। अब यहाँबाट सिधा लासा पुग्न सकिने भएपछि पर्यटकहरू र व्यवसायहरूको लागि नयाँ सम्भावनाहरू खुलेका छन्। मार्च 31, 2025बाट सुरु हुने यो नयाँ सेवा हरेक मङ्गलबार पोखराबाट बिहान 8:20 बजे उड्नेछ र लासा गोङगार विमानस्थलमा 12:05 चिनिया समयअनुसार अवतरण गर्नेछ। लासा तिब्बतको राजधानी, यसको ऐतिहासिक सम्पदा, बौद्ध संस्कृति र प्राकृतिक सौन्दर्यताको लागि प्रसिद्ध छ। नयाँ उडानले पोखराका यात्रुहरूलाई छोटो समयमा पोटाला प्यालेस, जोखाङ मन्दिर र यार्लुङ साङपो नदी जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। हिमालय एयरलाइन्सले एयरबस A319द्वारा यो उडान सञ्चालन गर्नेछ, जसले यात्रुहरूलाई आरामदायी सिट, उत्कृष्ट आतिथ्य सेवा र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको यात्रा अनुभव दिनेछ। अझ रोचक कुरा के छ भने यो उडानबाट यात्रुहरूले हिमालय पर्वत श्रृङ्खलाको अविश्वसनीय दृश्य सगरमाथा, लोत्से, मकालु र कञ्चनजङ्घा जस्ता विश्वकै अग्ला हिमालहरूको मनमोहक झलक पाउने पनि छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले यो रुटका लागि अनुमति दिइसकेको छ। यो पोखरा विमानस्थलको लागि ठूलो कुरा हो, किनभने यो विमानस्थल सञ्चालनमा आएको 2 वर्षपछि बल्ल नियमित एउटा अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। हिमालय एयरलाइन्सले यो उडानका लागि निकै तयारी गरिरहेको छ। यो उडान 144 सिट भएको एयरबस A319बाट सञ्चालन हुनेछ। नेपालको तर्फबाट सबै अनुमति र तयारी पूरा भइसकेको छ, तर चीनको नागरिक उड्डयन प्रशासन CAACबाट अन्तिम स्वीकृति पर्खिरहेको छ। यो रुटमा उडान गर्न मौसम र हिमाली भूभागको चुनौती पनि छ, तर हिमालय एयरलाइन्सले पहिलेदेखि नै काठमाडौँबाट लासा उडान गरिरहेको छ, त्यसैले उनीहरूसँग यसको लागि प्रशस्त अनुभव छ। यो उडान सुरु भएपछि थप फ्रिक्वेन्सी बढाउने योजना पनि हिमालय एयरलाइन्सको रहेको छ, यदि यात्रुको माग बढी भयो भने। यो उडानले नेपालको पर्यटन र अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ। पोखरामा चिनिया पर्यटकको सङ्ख्या बढ्दै गएकाले यहाँका होटेल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसायलाई फाइदा लिनेछन्। साथै यो सफल भएमा अन्य देशबाट पनि पोखरामा उडान सुरु हुन सक्नेछ। उदाहरणका लागि सिचुवान एयरलाइन्सले पनि मार्च 18 देखि पोखरा छेङदु उडानका लागि तयारी गरिरहेको छ। यो सबैले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन हब बनाउन मद्दत गर्नेछ। नेपाल र तिब्बत बीचको सांस्कृतिक, धार्मिक र व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने लक्ष्यका साथ सुरु गरिएको यो उडान पर्यटन प्रवर्धनको महत्त्वपूर्ण कदम हुनेछ। नेपालका लागि यो नयाँ अन्तर्राष्ट्रिय हवाई सम्पर्कको अर्थ पर्यटन उद्योगमा ठूलो फड्को पनि हो। अब पोखराबाट सिधा लासा यात्रा गर्न सकिने हुँदा तपाईले लामो र जटिल यात्रा योजना बिना नै आफ्नो गन्तव्य सहजै तय गर्न सक्नुहुनेछ। तपाईँ पनि यस ऐतिहासिक उडानको हिस्सा बन्नुहोस् र हिमालयन एयरलाइन्स मार्फत पोखराबाट सिधै लासा जानुहोस्। हवस् त साथीहरू, आजको लागि न्युज अपडेट यति नै। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र भिडियो मन पर्यो भने लाइक र सेयर गर्न नि नबिर्सिनुहोला। धन्यवाद। जय नेपाल।